जय बद्री विशाल नारायण। समस्त सम्पूर्ण दर्शक श्रोतावृन्दहरुमा नमस्ते, अभिवादन। आज तीर्थयात्राको क्रममा चाहिँ जनकपुरबाट प्रारम्भ गरेर हरिहर क्षेत्र हुँदै पुना गया, प्रयाग, अयोध्या, नैमिषारण्य, वृन्दावन, गोवर्धन, मथुरा, राधाकुण्ड, श्यामकुण्ड, यमुनोत्तरी, गंगोत्तरी, केदारनाथ सहित आज बद्रीनाथ आइपुगेर दर्शन गर्ने यो सौभाग्यता प्राप्त भएको छ। यो सँगसँगै बद्रीनाथ नारायण लक्ष्मी नारायणको मन्दिर रहेको बद्रीनाथ जो चाहिँ पृथ्वीमा पहिलो पटक भगवान विष्णुको पाउ परेको स्थल मानिन्छ, जहाँ दर्शन गर्नाले समस्त मनोकामनाहरू परिपूर्ण हुन्छन् र पितृहरू मुक्त भएर जान्छन्। देवर्षिहरू, राजर्षिहरू, ब्रह्मर्षिहरू सबैमा सत्प्रेरणा प्राप्त हुन्छ। जहाँ चाहिँ अलकानन्द नदीको किनारमा रहेका बद्री विशाल भगवान प्रति नमन गर्दै गर्दै यी अलकानन्द गंगा यहाँ रहेको यो तलको बाफ आइरहेको ठाउँ जो तप्तकुण्ड भनिन्छ, जहाँ चाहिँ स्नान गरिन्छ। त्यसपछि यतापट्टि रहेको बद्री विशाल नारायण, बद्री विशाल भगवानको दर्शन गरिन्छ। बद्री विशालको प्रमुख मन्दिर यो रहेको छ भने यसरी नै वरिपरि पूर्वतर्फ यो पूर्वी तर्फको चाहिँ हिमाल रहेको छ बद्री नारायण क्षेत्रको। यसरी नै यो चाहिँ दक्षिण क्षेत्रको हिमाल रहेको छ, यो यता पश्चिम क्षेत्रको हिमाल रहेको छ। यसरी नै यो पूर्वतर्फको हिमाल रहेको छ। यसरी चारैतर्फको यो हिमालको बीचमा रहेका बद्री विशाल बद्री नारायण लक्ष्मी नारायणको मन्दिर, यो मन्दिर जो चाहिँ कार्तिक शुक्ल प्रतिपदा तिथि आज चाहिँ दर्शन गर्ने सौभाग्यता प्राप्त भएको छ। दर्शक श्रोतावृन्दहरू, यहाँहरूलाई यो बद्री विशाल नारायणको सन्दर्भ र क्षेत्रको बारेमा जानकारी गराउँदै यो चाहिँ बद्रीनाथ क्षेत्र रहेको छ, यो वरिपरि बद्री विशाल भगवानको र यही सौभाग्यता आज प्राप्त भएको छ। यारू सबैमा नमन, अभिवादन। जय लक्ष्मी नारायण, जय राधे राधे, जय शम्भो, जय लक्ष्मी नारायण, जय शम्भो, जय बद्री विशाल नारायणाय नमो नमः।